कतिवटा एड आएको होला के तर अलिकति रमाइलो त लाग्यो यो गेम खेल्नु पर्ला जस्तो छ सो गाइस गेम खेल्दै थिएँ एन्ड अनेस्टली एउटा एड आयो गेमको बिचमा पनि एड आयो होइन एन्ड जसको नाम थियो चाहिँ सेभ द डग एकछिन त मलाई भक्क दिक्क जस्तो लाग्यो के गेम हो यस्तो बट अलिकति यसो हेर्दाखेरि इन्ट्रेस्टिङ पनि लाग्यो बिकज एड अलिकति फनी टाइपको थियो सो आई थट जस्ट ट्राई किन नगरौँ आई मिन वाइ नट यहाँ चाहिँ मेरो फोन एन्ड अब म यहाँनिर रेकर्ड गर्न लागेको छु है त यो गेम सो लेट्स ट्राई कि हेरौँ कि कस्तो हुन्छ यो गेम भनेर है त ओके डग रेस्क्यू काम गरौँ होइन ओके सो यता के भनेछ फर्स्ट लेभल हो लेभल 1 होइन म फर्स्ट टाइम यो गेम ट्राई गर्न गइरहेको छु सो हेरौँ है त यसमा के भनेछ भनेर अब यता भनेछ मलाई लाइन बनाउनु भनेर सो लाइन बनाएर हेरौँ कस्तो हुन्छ त्यस मैले एडमा नि यही हेरेको थिएँ कि एउटा लाइक डगको टाउको मात्रै हुन्छ होइन डग पुरै हुँदैन डगको टाउको हुन्छ एन्ड त्यसको चाहिँ के भन्छ अरे त्यसलाई चाहिँ एउटा सर्कल बनाउने या फिर केही पनि चिज बनाएर त्यसलाई बचाउनु पर्ने हनीबीहरूसँग भनेर भनेछ सो लेभल 1 त इजी थियो कम्प्लिट भयो ट्रायल हो सो इट्स इजी अब हेरौँ कि पछि अर्को कस्तो कस्तो लेभल आउँछ भनेर है त सो नेक्स्ट लेभल 30 रुपियाँ पाएँ अब यसमा के यस्तो गरिदिउँ न ल आउँदैन चिलमा बस यस रमाइलो रमाइलै छ यो गेम सो नेक्स्ट लेभलमा जाउँ अब हुन्छ लेभल 3 मा हामी यस्तो गरिदिउँ न यसको घर बनाइदिउँ ल डग बिरलाई डग पनि यस्तो के अरे मलाई कसले चाहिँ खान सक्छ र भने जस्तै अरे यो एड कति बिचमा आउने हो मैले त रिसो उठेर आउँछ भने यसको बिचमा नि एड आउँछ यार चाहिँदैन मलाई नहेर्ने 2000 years later अब यसमा कस्तो छ अब यसमा यो लेभल 4 भएन यसो गरौँ न यो हनी बीको यो न्यू छ नि त्यसलाई नै बन्द गरिदिउँ ब्लक डगलाई मात्र किन ब्लक गर्नु होइन हनी बीलाई नि ब्लक गरिदिने हैन सो यसै गरी मेरो कम्प्लिट भयो लेभल 4 अब जाउँ लेभल 5 मा ओके सो यो अलि टफ टाइपको आएको छ हैन सो यसमा के छ भने तलतिर काँडा छ हैन अब यसो गरौँ न यसलाई स्विङ जस्तो बनाइदिउँ लाइक चिप्लोडी जस्तो यसरी लज्जा यसरी हो नि बच्यो अनि मौरीहरूले नि खान सकेन लेट्स गो ताली बज्नु पर्यो ये ओके त्यसै गरी भयो 150 रुपिस अब यसमा चाहिँ के छ र भने यसलाई गोलो पार्दिउँ अनि यसो मान्छे बनाएर मान्छे बनाऊ कि के बनाऊ मैले मान्छे बनाउन खोजेको गाइस के भने भनेलाई पल्टी मारेर बसेको मान्छेलाई पल्टी मारेर बसेको कसो मान्छे यस्तो गरेर बसेको मान्छे बनाइदिए यार गाइस मैले लेट्स गो यसै गरी भयो मेरो कम्प्लिट लेभल 5 अब जाउँ हामी लेभल 6 मा नेक्स्ट एन्ड त्यसै गरी मलाई पैसा पाइरहेको छ यसरी नै रियल लाइफमा पैसा पाउँ ए तेरिका यो एड सो लेभल 7 मा छ दुईजना डग विच माइट बी ए कपल सो दुवैजनाले एउटै घरमा बसाइदिउँ ल बसोबास गराख्नु डगहरू चाहिँ कस्तो क्युट लागिरहेको छ यार मलाई यसै गरी हामीहरू गएपछि लेभल 7 मा अब हुन्छ लेभल 8 सो नेक्स्ट यसमा हिन्टै रहेछ कि लभ सेप बना भनेर सो लेट्स मेक इट आउट बनाऊँ न त
मेरो हार्ट सेप पच्केको ल हार्ट सेप बनेछ ल ओके हरेक दुई गेम पछि एड आउने कि यही रिस उठ्छ भने अब फेरि यो गेम यस्तो छ होइन के अरे बिना एडको चल्दैन बिना नेटवर्कको सरी नट एड बिना नेटवर्कको चल्दैन चल्ने खाले नेट छ क्या फेरि यस्तो छ ओके त्यसै गरी अब भयो नम्बर लेभल 9 सो लेभल 9 मा कस्तो छ यसमा के गर्नुपर्ने हो मैले यसलाई नै ब्लक हानौँ न ल इजी छ हो लाइक यस्तो पो गेम हो मलाई त अलिक फनी होला कि यस्तो के होला भनेको जस्तो केही छैन ल ए डगलाई यसो गरिदिनु सिद्धिको काम एकचोटि यसलाई टोकाएर हेरौँ न कस्तो हुन्छ यसको फेस कस्तो होला वानबीसँग टोकाएर डेभल मोड एक्टिभेटेड है गाइस कतिचोटि जितिराख्नु एकचोटि हारेर नि हेरौँ न फेरि एड आयो तेरिका हजुरलाई चाहिँ एड देखाएर म बोर गरिदिनँ डोन्ट वरी फर द्याट यसपालि केही पनि नभने हेरौँ न कस्तो मरि नै हाले भाइ सही मरिहाल्यो बाबा त लाइक अलिकति टोक्छ होला कि भनेको यसलाई उ गरौँ न त अनि हेरौँ कस्तो हुन्छ मुखभर पुगै पुगो उठे बिचराको ल ल ल फेरि गरौँ ल ए आई डोन्ट नो मैले के बनाऊ है आम थिङ्किङ यसपालि लाइक गाडी टाइपको बनाऊँ पख अब यो लाइक एकदम बेसिक भयो अलिकति रमाइलो नि हेरौँ न के बनाऊँ अब अब यसमा के स्केच बनाउनु छ भने के बनाऊँ है त सो लेभल 10 ओके सो म बनाउँछु सबसे पहिला यसलाई एउटा यस्तो सो ड्र नै गर्न नपाएको हो मैले सोचेको थिएँ कि गाडी बनाउँदा होइन तपाईँ तल छ यो उड्यो भने चाहिँ म गाडी बनाउँछु लाइक माथितिर अड्केको छ भने चाहिँ यसो गाडी बनाउनु ट्राई गर्नु है त ओके यसमा नि मलाई आई गेस गाडी बनाउनु म के बनाऊँ यस्तो कि लाइक अलि रवेल दियोस् मान्छे ट्राई दिस आउट है यो मान्छेको बम यो मान्छेको खुट्टा यो मान्छेको हात यो मान्छेको जिउ यो मान्छेको अर्को हात के बनाएर मैले यो मान्छेको टाउको यो भयो आँखा यो भयो नाक लाल ओके यसपालि चाहिँ ओके यसरी बनाउनु पर्छ है यसलाई गोलो यसलाई यस्तो गोलो यसलाई यो भयो यो यस्तो गरेर यो बनाउनु त खोजेँ मैले बस हो के भन्यो बनाउनु त मैले बस बनाउनु खोजेँ के भन्यो यो त ल फुल उठाउने गाडी गाइस फुल उठाउने गाडी बनाएर मैले अर्को के भन्छ लेभल 15 डिफिकल्टी देऊ न यार कि डिफिकल्टिज नै छ भने नर्मल लाने यार यो गेम त्यति खासै अब त
अच्छा उल्टो मान्छे झुन्डेको बनाएँ मैले के बनाएँ मलाई आफै थाहा छैन मैले के बनाइरहेको छु भनेर है 16 एसै लेभल 16 एसै पुगिसकेँ उसै पुगिसकेँ म यसमा बनाउनु पर्ला प्यारासुट टुट टुट चकलेट क्यान्डी बनाउनु पर्ला ल यसमा लाइक लिटरली थाहा छ तपाईहरुले के गर्न सक्नुहुन्छ यदि यतिकै हावातालमा तपाईलाई जित्नै छ भने नि यसलाई छेक्दिनु अनि यसलाई छेक्दिनु के सिधै त्यसपछि तपाईले के गर्नै पर्दैन जस्तै भयो के लाइक कि त यसकै घर बनाइदिनु नर्मली फेरि यता एड आए तेरी अब यसमा थाहा छ तपाईँ यो पनि गर्न सक्नुहुन्छ सिरियसली ल यति मतलब गरे भए पुग्छ तपाईलाई केही छैन के लागि गेममा म अलि डिफिकल्टिजहरु जस्तो केही होला कि केही गर्ने जस्तो होला हैन केही छैन मतलब नथिङ यसो हट सेप बनाइदिनु पर्ला ल इन्जोय मेरो हट सेप पनि कस्तो राम्रो हट सेप बने गाइस लाइक अब यसमा म के गर्नु होला भने यसो गर्नु न यसलाई यसो 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 सो गाइस लाइक मैले यत्रो लाइक गेमहरु खेलिसकेको छु राइट लाइक मैले यो गेम चाहिँ लेभल 21 सम्म मैले पुराइसकेँ यो गेम लाइक एउटा क्युटनेस टाइपको छ यसमा हनीबियर हुन्छ एन्ड हजुरले यो डगको जुन टाउको हुन्छ त्यसलाई रेस्क्यु गर्नुपर्ने हुन्छ द्याट्स इट एन्ड मतलब टाइम पासको लागि इट्स अ गुड गेम नट ब्याड so I hope you guys have liked the video. If you guys liked the video then please put a like on this video. If you are new on this channel then don't forget to subscribe and put the notification bell on. I'll see you in the next video. Till then take care everybody and bye. Bye lovely people.